हामीले हाम्रो जीवनलाई खुसी सुखी सफल सन्तुष्ट र स्वस्थ बनाउनका लागि यी 3 कुराहरू गर्दाखेरि असाध्यै विचार पुर्याउनुपर्छ, सचेत हुनुपर्छ। नम्बर 1 मा छ हामीले विचारलाई कन्ट्रोल गर्नुपर्छ। शोधकर्ताले पत्ता लगाए अनुसार हामी दिनभरिमा 50,000 देखि 60,000 कुराहरू सोच्दछौँ। तीमध्ये 85% कुराहरू चाहिँ नकारात्मक हुन्छन् र तीमध्ये पनि 85% कुराहरू चाहिँ स्वास्थ्य सम्बन्ध र सम्पत्तिको विषयमा हामी नकारात्मक कुराहरू सोच्छौँ। त्यसले गर्दा हाम्रो दिमाग नकारात्मक हुन्छ। त्यसैले हामीले यी कुराहरूलाई चाहिँ कन्ट्रोल गर्नुपर्छ। हामीले आफ्नो सोचलाई लक्ष्यसँग उद्देश्यसँग कर्तव्यसँग सत्यता धर्मसँग जोड्नुपर्छ। त्यसले गर्दा हाम्रो नकारात्मक कुराहरू घट्न थाल्छ। दोस्रोमा छ हामीभित्र हाम्रो दिमागमा आउने पिक्चर र फिल्मलाई चाहिँ हामीले कन्ट्रोल गर्नुपर्छ। जब हामी नकारात्मक कुरा सोच्न थाल्छौँ तब त्यहाँ एउटा पिक्चर बन्छ, फिल्म बन्छ। जस्तै चोर लाग्न सक्छ भन्ने नकारात्मक विचार आयो भने चोरले ढोका फुटाउँदै गरेको, चोरले साँचो फुटाउँदै गरेको, चोरभित्र इन्टर गरेको, चोरले हात हतियार प्रयोग गरेर हामीलाई घाइते बनाएको, हामी हस्पिटल पुगेको, उपचार भइरहेको, यी विभिन्न फिल्म नभएको कुराहरू हाम्रो दिमागले सोच्न थाल्छ। त्यसैले हामीले हाम्रो दिमागमा बन्ने फिल्म र पिक्चरलाई चाहिँ कन्ट्रोल गर्नुपर्छ र सकारात्मक कुराहरूमा बन्ने फिल्म र पिक्चरलाई चाहिँ छोडिदिनुपर्छ। नकारात्मक हुनु बित्तिकै त्यसलाई त्यहाँ कन्ट्रोल गर्नुपर्छ। र तेस्रोमा छ हामीले आफ्नो एक्सन कार्य र आफ्नो फिजियोलोजीलाई चाहिँ एकदम नियन्त्रण गर्नुपर्छ। भनाइ नै छन् हामी फिजियोलोजी चेन्ज गरेर साइकोलोजी चेन्ज गर्न सक्छौँ। त्यसैले हामीले काम गर्दाखेरि चाहिँ ऊर्जा उत्साह उमङ्ग हिम्मत जोस र शक्तिका साथ काम गर्न थाल्यौँ भने हाम्रो शरीरमा एक प्रकारको ताकत पैदा हुन्छ, हाम्रो छाती चौडा भएर आउँछ, कुम ठाडो हुन्छ, शिर ठाडो हुन्छ, आँखामा आँखा जुदाएर काम गर्न सकिन्छ। यसले एक प्रकारको इनर्जी लिएर आउँछ।